भयो बेसार के बेसार छैन छैन त्यसरी त ल म आएँ माथि यता पिठो बनायो म यो डाडो चाहिन मुसेन मुस्न पर्छ बेसा हाल्नु त्यसरी छ मम्मी ल बाबाले खानुहुन्छ खानु न साग हो साग जस्तो बनाए आज फेरि बनाउनु रोटी बनाउने छ है दिनैमै कति सेलरोटी बनाउनु त समय लाग्छ पहिले राखिराख मर्छ बेसार खै त त्यो मासु हेरेर झिक्दिनु है म मासु त्यसै मिसा हो नुन राखेछौ नुन राखेको बाबाले अमिर खानुहुन्छ खानु न सोध्नु त मम्मी अनि खानुहुन्छ अरे भन्नु यहाँ यता छ पाकिसक्यो र पाके छैन अब सुकिसक्यो पानी ढाक्ने है केर्ने त्यो रगत निकालेर होला नि तेल राख्दिनु है सिटी अब यहाँ किचन किन फेरि आयो होला म चिया बनाइदिन्छु बिस्कुट लिएर खाऊ है माथि मासु पकाउँदैछौँ होइन त छुट्टै हो के चिया बनाएर सिजन ल्याइदिन्छ तिमी बिस्कुट लिएर खाऊ खाने हो तिमीले अमिलो होइन